हेलो नमस्ते गुड मर्निङ साथीहरू। आज चाहिँ स्याटरडेको दिन हजुरहरूको के प्लान छ त? मेरो प्लान चाहिँ घरमा गेस्टहरू हुनुहुन्छ, उहाँहरूको लागि मिठो मिठो खाना बनाएर खुवाउने अनि सबैसँग रमाइलोसँग गफ गरेर बस्ने विचार छ। आज चाहिँ मेरो चाहिँ प्लान त्यो छ। अनि बल्ल 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 आएको स्याटरडे होइन, आज त रमाइलोरी फ्यामिली गेट टुगेदर बस्नुपर्छ भनेर म चाहिँ घरमै बसेकै, आउट अफ डे पनि गएन है, कतै पनि जान त भनेको थियो नन्दाहरूले, तर जान चाहिँ मन लागेन, भ्याएन पनि, प्लस यत्रो विकको थकाइ पनि त छ। अनि आज चाहिँ मेरो घरमा पाहुनाहरू हुनुहुन्छ अनि म चाहिँ एकदम धेरै ह्याप्पी छु। अनि मैले चाहिँ यहाँ के बनाएको छु नि, यो चाहिँ चिकन भयो, अनि यो फर्सीको मुन्टा, यो आलुको अचार, अनि त्यसपछि यो चाहिँ गावा चाहिँ मेरो फेभरेट हो है। हजुरहरूको चाहिँ के हो? यहाँ चाहिँ हाम्रो बक्सुकुटी छ है। खानाको आइटमहरू नि सबै रेडी भयो। अब चाहिँ म खाना पस्किएर बाहिर लाँदैछु। अनि यहाँ चाहिँ मेरो गेस्टहरू हुनुहुन्छ, रिलेटिभ्सहरू हुनुहुन्छ, प्यारो मान्छेहरू हुनुहुन्छ, अनि खाना खाँदै हुनुहुन्छ। अनि म चाहिँ उहाँहरूलाई खाना सर्भ गर्नको लागि एकछिन नखाइ बसेको छु।